नमस्कार, कार्यक्रम रोटी सन्देशमा तपाईलाई स्वागत छ। म सरिता पौडेल। कार्यक्रम रोटी सन्देश तपाईँ सिनर्जी एफएम 91.6 मेगाहर्ज, इन्टरनेट अनलाइनको synergyfm.com.np र मोबाइल एप्लिकेशन मार्फत एकसाथ पाक्षिक रूपमा शुक्रबार साँझ 5 बजेपछि सुन्दै आउनु भएको छ। कार्यक्रममा हामी विशेष गरी रोटी गतिविधि र एकजना रोटियनसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौं। यो कार्यक्रम रोटी क्लब अफ नारायणगढको सहकार्यमा सिनर्जी एफएमले उत्पादन गर्ने गर्दछ। आज पनि हामीसँग रोटी गतिविधिसँगै रोटी क्लब अफ नारायणगढका अध्यक्ष सञ्जय श्रेष्ठसँगको कुराकानी रहेको छ। कार्यक्रमको सुरुवातमा लागौं रोटी गतिविधि। गत फागुन 19 गते बिहिबार रोटी क्लब अफ नारायणगढले बढ्दो ट्राफिक सवारी साधन र सड़क दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जनचेतनामूलक ट्राफिक सन्देश लेखिएको प्लास्टिक ड्रम डिभाइडर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ। क्लबका पूर्व अध्यक्ष तथा पिया प्लास्टिक इन्डस्ट्रिज नारायणगढका म्यानेजिङ डाइरेक्टर अरुण पियाको सहकार्यमा क्लबले 6 थान प्लास्टिक ड्रम डिभाइडर हस्तान्तरण गरेको हो। रोटी इन्टरनेशनल 3292 जोन 19 का असिस्टेन्ट गभर्नर रोटी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधान र क्लबका अध्यक्ष सञ्जय श्रेष्ठले संयुक्त रूपमा जिल्ला ट्राफिक कार्यालय भरतपुर चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा रोटियन रोहित श्रेष्ठको पनि सहभागिता रहेको थियो। गत फागुन 22 गते आइतबार रोटियन जनक पौडेलले देवघाटमा अवस्थित रोटी करुणालयमा आश्रित वृद्ध वृद्धालाई खाना खुवाउन आर्थिक सहयोग गर्नुभएको छ। क्लबको भिजिटका क्रममा उहाँले रोटी करुणालयका कोषाध्यक्ष दिलीप पियालाई 6500 रुपैयाँको चेक एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो। रोट्र्याक क्लब अफ नारायणगढले फागुन 24 गते मंगलबार माटो जाँच शिविर तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको छ। ग्रुप अफ एग्रिकल्चर एन्ड भेटेनरी स्टुडेन्ट रामपुर चितवनको सहयोगमा क्लबले रत्ननगर 18 बछौलीमा माटो परीक्षण गरेको हो। कार्यक्रम एकदमै प्रभावकारी भएको अध्यक्ष ईशा प्रधानले बताउनुभयो। 30 घरधुरीको माटो परीक्षण गर्दा माटोमा बढी मात्रामा नाइट्रोजन पाइएको र यसले माटोको उर्वरा शक्ति घटाइरहेको कार्यक्रमका संयोजक रोट्र्याक्टर अस्मिता सुवेदीले बताउनुभयो। यहाँ विशेष गरी रासायनिक मल बढी मात्रामा प्रयोग भइरहेकाले माटो बिग्रँदै गएको कार्यक्रमको निष्कर्ष थियो। शिविरपछि सो क्षेत्रका करिब 30 जना सहभागीका बीचमा अन्तर्क्रिया गरिएको थियो। अन्तर्क्रियामा माटोको उर्वरा शक्ति बढाउन प्राङ्गारिक मलको प्रयोग गर्न सुझाव दिइएको थियो। स्वार्थभन्दा माथि सेवा भन्ने मूल मान्यताका साथ निरन्तर सामाजिक कार्यमा क्रियाशील नारायणगढ रोटी क्लबले यस्तै अर्को सामाजिक कार्यका लागि रोटी साङ्गीतिक साँझ 2073 को आयोजना गरेको छ। गत फागुन 14 गते नारायणगढको नारायणी कला मन्दिरमा रोटी साङ्गीतिक साँझको आयोजना गरिएको हो। साङ्गीतिक साँझ 2073 मा केही चलेका र केही उदयमान संगीतले माहौल तताए। विकट चेपाङ गाउँमा सहयोग जुटाउनका लागि रोटरीले गरेको कार्यक्रमको केन्द्रमा थिए गायक धर्मेन्द्र सेवान। उनले रेशम फिरिरी, हेर्दा राम्रो माछा पुछ्रे, पालुङटारको गोरुले लगायत आधा दर्जन गीत गाउँदा प्रेक्षालय उनीसँगै गुन्जियो। उनीभन्दा अघि स्टेज चढेका प्रविशा अधिकारी, निकिता थापा र विश्व प्रधानका गीत र अनिल साईको साङ्गीतिक समूहको सुमधुर धुनलाई पनि दर्शक श्रोताले राम्रै साथ दिए। रोटरीले विभिन्न सामाजिक काम गर्ने क्रममा यही चैत 1 गते चितवनको विकट लोथर 7 श्यामराङका 88 चेपाङ घर परिवारलाई सोलर बत्ती वितरण गर्नका लागि कार्यक्रम गरिएको अध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिनुभयो। कार्यक्रमका संयोजक नारायण प्रधानले मुख्य प्रायोजक मित्सुबिसी मोटर्सको चितवनका लागि आधिकारिक विक्रेता दाताज मोटर्सका सञ्चालक दाताराम घिमिरे लगायतलाई धन्यवाद सहित मायाको चिनो प्रदान गर्नुभयो। यसैबीच नारायणगढ रोटी क्लबले फेब्रुअरी 17 देखि 19 सम्म काठमाडौँमा आयोजना गरिएको रोटी डिस्ट्रिक्ट 3292 को 9औं डिस्ट्रिक्ट सम्मेलनमा सहभागिता जनाएको छ। युवा शक्ति गलत बाटोमा नजाउन् भन्ने हेतुले सो सम्मेलनमा प्रवचन दिइएको थियो। युवा शक्तिलाई जीवनको महत्त्व र सामाजिक जिम्मेवारी बोध गराउनका लागि सम्मेलन महत्त्वपूर्ण बनेको क्लबका अध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिनुभयो। सम्मेलनमा सहभागी हुन नारायणगढ रोटी क्लबका 12 रोटियन र स्पाउसहरूको सहभागिता रहेको थियो। सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष तथा एजी निरञ्जन प्रधान, अध्यक्ष सञ्जय श्रेष्ठ, पूर्व अध्यक्ष मनोज प्रधान, सुमन कुमार श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ,
नारायण प्रधान, सचिव अरुण कुमार खनाल, अनुकूल श्रेष्ठ, अमनलाल प्रधान, भोलानाथ लामिछाने, तारानाथ पाठकको सहभागिता रहेको थियो। रोटरी गतिविधिपछि अब पालो कुराकानीको। आजको रोटरी सन्देशमा हामीले कुराकानी गरेका छौं रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सञ्जय श्रेष्ठसँग। अबको क्रममा उहाँसँग गरिएको कुराकानी। रोटरी संवाद। सञ्जयजी, स्वागत छ यहाँलाई कार्यक्रम रोटरी सन्देशमा। धन्यवाद सरिता बहिनी। आरामै हुनुहुन्छ? ठिकै छु। तपाईँ रोटरीमा चाहिँ कहिलेदेखि लाग्नु भएको? म रोटरीलाई जानेको त मैले धेरै भइसक्यो। म चाहिँ रोटरीमा लागेको 1 दशकभन्दा बढी भइसकेको छ। म रोटरीमा सहभागी मेरो रोटरियनको हिसाबले। त्योभन्दा अगाडि कुनै क्लबहरूमा हुनुहुन्थ्यो कि हुनुहुन्थ्यो? म धेरै अगाडि जेसिसमा चाहिँ एउटा सदस्यको रूपमा एकजना साथी मार्फत प्रवेश गरेको थिएँ। तर त्यहाँ चाहिँ म खासै सक्रिय थिइनँ र म जति पनि यो सामाजिक कार्यहरूमा सक्रिय भएँ यो चाहिँ रोटरीमा लागेदेखि नै म सामाजिक कार्यहरूमा सक्रिय भइरहेको छु। जेसिसलाई छोडेर रोटरी क्लबतिर आउनु भएछ नि? यस्तो छ, जेसिस मैले अघि नै भने, मैले जेसिसमा मेरो एउटा सदस्यताको हिसाबले मात्रै सहभागिता रह्यो। तर जेसिसले गर्ने गतिविधिहरूमा म सहभागिता किन नभएको भन्दाखेरि त्यहाँ अलिकति साथी सर्कल पनि नमिल्नेदेखि लिएर सबै कुराहरूले गर्दाखेरि रोटरीमा म आकर्षित भएको र एउटा रोटरी भनेको संस्था चाहिँ मैले के बुझेँ भन्दाखेरि त्यतिखेर पनि मैले बुझ्दाखेरि रोटरी भनेको चाहिँ एउटा आफ्नो स्वार्थलाई तिलाञ्जली दिएर अर्काको स्वार्थलाई समेट्ने संस्थाको रूपमा मैले रोटरीलाई चिने। म यहीँनिर आउँदै थिएँ। वास्तवमा के चिजले चाहिँ तपाईँलाई आकर्षित गरे रोटरी क्लबको? के रहेछ रोटरी क्लब चाहिँ? मैले अघि नै जोडिसकेँ, रोटरीको जुन मोटो छ स्वार्थभन्दा माथि सेवा, त्यसले नै मलाई अत्यन्तै आकर्षित बनाएर म सानैदेखि अलिकति भावनात्मक किसिमको चाहिँ व्यक्तित्व मेरो। त्यही कारणले गर्दाखेरि मलाई आफ्नो लागि भन्दा पनि समाजको लागि केही गर्न पाए हुन्थ्यो भन्ने जुन मेरो मनमा एउटा जुन मैले पालेको थिएँ त्यो चाहिँ रोटरीमा मैले त्यो देखेँ। जुन रोटरीमा लागेको मेरो जस्तो बिजनेसको मार्फत पनि मैले हाम्रो आदरणीय पूर्व अध्यक्ष रोटरियन अरुण पियाज्यू, त्यस्तै गरेर हाम्रा इमिडिएट पास्ट प्रेसिडेन्ट राजेन्द्र ओलीज्यू, उहाँहरूको सङ्गतमा जुन हाम्रो व्यवसाय पनि मिल्छ र उहाँहरूसँग चाहिँ कुरा गर्दाखेरि रोटरी भनेको साँच्चै नै अत्यन्तै परोपकारी संस्था हो भन्ने मैले बुझेँ र म रोटरीमा चाहिँ प्रवेश गरेको थिएँ। तपाईँले बुझेको रोटरीले अहिले काम गरिरहँदाखेरि अहिले त अध्यक्ष पनि हुनुहुन्छ, कस्तो पाउनुहुन्छ? साँच्चीकै तालमेल कतिको मिल्दो रहेछ? अत्यन्तै। अब कस्तो हुन्छ भने रोटरीमा अध्यक्ष हुनु भनेको कुनै ठुलो कुरो होइन, किनभने रोटरीमा एउटा मेम्बर भइसकेपछि पनि उसको त्यति नै जिम्मेवारी हुन्छ जति अध्यक्षको हुन्छ। भले त्यो अध्यक्षले चाहिँ अहिले उसले ओभरअल म्यानेज गर्ने काम अध्यक्षले गर्छ, तर सम्पूर्ण रोटरियनहरूको चाहिँ उत्तिकै भूमिका हुने कारणले गर्दाखेरि प्रत्येक रोटरियन त्यति नै जति अध्यक्ष चाहिँ सशक्त हुन्छ त्यति नै सबै रोटरियन हाम्रो सदस्यहरू सशक्त हुने कारणले गर्दाखेरि खासै त्यो चुनौतीको रूपमा मैले चाहिँ पाइनँ। मैले तपाईँ अहिले रोटरी क्लब अफ नारायणगढको अध्यक्ष हुनुहुन्छ। हजुर। अध्यक्ष भइसके पछाडि रोटरी क्लब अफ नारायणगढले के कस्ता यस्ता सामाजिक कामहरू गर्दै आएको छ? एकदम राम्रो प्रश्न सोध्नुभयो। यहाँलाई धन्यवाद पनि दिन चाहन्छु, किनभने हाम्रो रोटरी क्लब अफ नारायणगढले अहिलेसम्म त्यस्तो ठुलो कार्यक्रमहरू सम्पन्न गर्न सकेको थिएन। हुन त म सचिव हुँदाखेरि हामीले एउटा म्याचिङ ग्रान्ट भन्ने हुन्छ एउटा रोटरीको भाषामा, त्यो एउटा हामीले म्याचिङ ग्रान्ट गरेर यो आरसिसी गोहिटारमा हामीले त्यहाँ चाहिँ डेस्क बेन्च वितरण गरेका थियौँ। तर त्यसपछि आएर एउटा ठुलो कार्यक्रमहरू हामीले गर्न नसकेको अवस्थामा मैले चाहिँ के सोचेँ भने अब क्लबले साँच्चै नै एउटा अन्तर्राष्ट्रिय क्लबहरूसँग मिलेर त्यस्तो कार्यक्रमहरू ल्याउनुपर्छ, जसले गर्दाखेरि रोटरी क्लब अफ नारायणगढ र समग्र रोटरीलाई एउटा नेपालको समाजमा चिनाउने एउटा मौका पाइन्छ भन्ने हिसाबले यो मैले वर्ष 16-17लाई चाहिँ यो सानातिना कार्यक्रमहरू हामीले गरिराखेका छौँ। तर पनि मैले अहिले फोकस चाहिँ ग्लोबल ग्रान्ट भनेको चाहिँ एउटा ठुला आयोजनाहरू चाहिँ चितवनमा चाहिँ रोटरीको माध्यमबाट आओस् भन्ने चाहनाले मैले त्यही अनुसारले मेरो प्रोग्रामहरू अगाडि बढाइराखेको छु। कस्तो खालको आयोजना हो यो, अलिकति प्रस्ताइदिनुहोस् न यसको बारेमा नि? धन्यवाद। एउटा त हामीले यो हाम्रो ठुलै प्रोजेक्ट हो। यो लगभग हामीले सोचेछौँ यसमा 15 देखि 16 करोडको
थोकको लगानी रहनेछ र हामीले एउटा स्पाइनल इन्जुरी रिह्याब सेन्टर भनेर चाहिँ चितवनमा पहिला त हामीले यो भरतपुर हस्पिटलमा गर्ने भन्ने योजना बनाएका थियौँ, तर विविध कारणहरूले गर्दाखेरि हामीले त्यसलाई चितवनमै अन्त कतै सार्ने योजनामा चाहिँ छौँ र त्यसको लागि हामीले सम्भावित जग्गाको खोजी कार्य भइराखेको छ र आगामी 1-2 हप्ताभित्रमै जग्गाको चाहिँ फाइनल भइसकेपछि हामीले त्यसमा चाहिँ हामी 3टा पक्ष हामीले चाहिँ त्यसमा राखेका छौँ। तपाईँलाई म स्पष्ट पार्न चाहन्छु, एउटा लोकल डोनर जुन हामीले खोजेका छौँ र अर्को चाहिँ यो नेभरेस्ट अर्थोपेडिक हस्पिटल युकेबाट चाहिँ हामीलाई उहाँहरूले बनाइदिने प्रतिबद्धता हामीले पाएका छौँ भने, र जे इक्विप्ड गर्नुपर्छ भित्र भवनभित्र त्यो चाहिँ रोटरी, सम्पूर्ण रोटरी। म यहाँ तपाईँलाई स्मरण पनि गराउन चाहन्छु, यो सम्पूर्ण चितवनमा भएका 5वटा रोटरी क्लबहरूको चाहिँ संयुक्त परियोजना हो र मलाई लाग्छ यो चाहिँ एउटा साँगामा छ। साँगाको पनि यहाँ टेक्निकल एसिस्ट रहनेछ यो स्पाइनल इन्जुरी प्रोजेक्टमा र ओभरअल म्यानेज चाहिँ हाम्रो 5वटा रोटरी क्लबले त्यो हेर्ने गरेर हामीले त्यो निर्माण गर्दैछौँ र मलाई लाग्छ 3 देखि 4 वर्षभित्रमा हामीले यो स्पाइनल इन्जुरी रिह्याब सेन्टर चाहिँ हामीले निर्माण गरिसक्नेछौँ र यो स्पाइनल इन्जुरी रिह्याब सेन्टरले किनभने यो चितवन भनेको एउटा 75 जिल्लामध्येको नि 76औं जिल्ला भनेर जुन हामीले चिन्छौँ र यहाँ चाहिँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको एउटा सम्पूर्ण जनताहरूलाई अलिकति यो केन्द्र पर्ने भएको कारणले गर्दाखेरि जुन यो स्पाइनल इन्जुरी रिह्याबको पनि ठुलै महत्त्व राख्छ। विशेष गरेर चाहिँ जुन यो रिह्याब सेन्टर भन्ने बित्तिकै स्पाइनल मेरुदण्ड को चाहिँ बिरामीहरूको लागि एउटा पुनर्स्थापना जो चाहिँ हिँड्न डुल्न सक्दैनन् र जुन समाज परिवारमा बस्दाखेरि पनि उनीहरूलाई जुन त्यो हिँड्न डुल्न नसक्ने कारणले गर्दा परिस्थिति हुन्छ भइराखेको हुन्छ हैन। त्यसले गर्दाखेरि उहाँहरूलाई अलिकति जिउने कला सिकाउने एउटा पुनर्स्थापना केन्द्र निर्माण गर्ने हामीले लक्ष्य राखेका छौँ। यसले चाहिँ विशेष गरेर त्यही स्पाइनल इन्जुरी भएकोहरूलाई चाहिँ अत्यन्तै राम्रो हुने मैले अपेक्षा राखेको छु। सञ्जयजी, जस्तो यो भरतपुर हस्पिटलसँग मिलेर चितवनकै 5वटा रोटरी क्लबहरूले यसभन्दा अगाडि नै हस्पिटल परिसरभित्र नै बनाउने भनेर हस्पिटलको जग्गा पनि प्राप्त भइसकेको भनेर कुरा पनि आइराखेको थियो। हस्पिटलभित्र नै नबनाएर छुट्टै बनाउन चाहिँ किन खोज्नुभयो तपाईँहरूले? त्यहीँ बनाउँदा अझ सहज हुन्थ्यो होला। यस्तो बाहिर लैजानुको कारण चाहिँ यस्तो छ। पहिलो कुरा त म यहाँ जानकारी पनि गराइहाल्छु, हामीले अहिले पनि अझै पनि भरतपुर हस्पिटलभित्र चितवन स्पाइनल इन्जुरी भनेर चाहिँ सञ्चालन भइराखेको छ र हाम्रो यो प्रोजेक्ट सम्पन्न नभइन्जेलसम्म हाम्रो प्रोजेक्ट हस्पिटलभित्रै सञ्चालन हुनेछ। पहिलो कुरा। अर्को कुरा चाहिँ के छ भने अहिले भरतपुर हस्पिटलले मास्टर प्लान जग्गाको चाहिँ प्लानिङ गर्दैछ। त्यहाँ चाहिँ जग्गा अत्यन्तै साङ्गुरिएको भनेर हाम्रो भरतपुर हस्पिटलका मेसु डाक्टर रुद्रमन रासानीजीले भन्नुभएको कुरा पनि वास्तवमा हामीलाई ठिकै लाग्यो। किनभने त्यहाँ हेर्दाखेरि अब सिटिबिटीदेखि लिएर मेडिकल कलेज सम्पूर्णले जग्गा ओगटिसकेको 30 बिघा जग्गा भएको, तर अहिले एक्जिस्टिङ चाहिँ उहाँहरूले प्लानिङ गर्न एकदम अप्ठ्यारो परेको कुरा हामीले महसुस पनि गऱ्यौँ। र अर्को कुरा स्पाइनल इन्जुरी रिह्याब भन्ने बित्तिकै बजारको केन्द्रमा नभइकन अलि शान्त वातावरणमा अलिकति धेरै जग्गा भएको ठाउँमा जस्तो साँगा पनि त्यही छ, त्यो हिसाबले हामीले बाहिर सार्दाखेरि नै उपयुक्त हुन्छ भन्ने लागेर नै यो डिसिजन हामीले गरेको थियौँ। सञ्जयजी, त्यसको अलावा यो प्रोजेक्ट त छँदैछ, निरन्तर रूपमा लागि पनि रहनु भएको छ, आउला पनि अपेक्षा गरौँ। यसको अलावा चाहिँ तपाईँहरूले यो यसभन्दा अगाडि 14 गते फागुनको 14 गते रोटरी साङ्गीतिक साँझ भनेर गर्नुभएको थियो। कार्यक्रम गर्ने चितवनको लोथर गाविससम्म गएर स्यामराङमा पनि भनिएको थियो। कहिले कसरी गर्दै हुनुहुन्छ? धन्यवाद। हामीले जुन फागुन 14 गते एउटा रोटरी साङ्गीतिक साँझ सम्पन्न गऱ्यौँ। साँच्चै त्यो एउटा साङ्गीतिक साँझको चाहिँ हाम्रो उद्देश्य के थियो भन्दाखेरि रोटरीलाई समाजसँग जोड्ने
एउटा हाम्रो चाहना पनि थियो जुन हामीले पुरा पनि गऱ्यौँ किनभने नारायणी कला मन्दिर भरिभराउ थियो त्यतिखेर त्यसले गर्दाखेरि हामीलाई चाहिँ अत्यन्तै खुसी लागेको छ र अर्को कुरा चाहिँ जुन त्यहाँबाट जे जति फन्डरेज भएको छ त्यो फन्डरेजले चाहिँ हामीले लोथरको स्यामराङमा जुन तपाईँले भनिसक्नु भएको छ हामीले चाहिँ त्यहाँ लाइट वितरण गर्ने सोलर लाइट वितरण गर्ने कार्यक्रम हामीले राखेका छौँ र त्यो विविध कारणले गर्दाखेरि हामीले यो समय मिलाउन नसकिरहेको अवस्था थियो र अहिले चाहिँ हामीले चैत्र 1 गते मङ्गलबारको दिनलाई हामी लोथरको स्यामराङतर्फ जाँदैछौँ र त्यहाँ हामीले सुनेअनुसार 88वटा घरमा चाहिँ हामीले 88वटा सोलर लाइट वितरण गर्दैछौँ र हामीले वितरण गरेको सोलर लाइटले चाहिँ पक्कै पनि त्यो ठाउँमा त्यो स्कुलहरूमा रोटरीको के छ भने अहिलेको मोटो भनेको चाहिँ जुन पहिला हाम्रो मोटो थियो हाम्रो मिसन थियो पोलियो उन्मूलन जुन त्यो उन्मूलन पनि भइसकेको छ र अब हाम्रो नेक्स्ट मिसन भनेको चाहिँ निरक्षरता उन्मूलन गर्नेतर्फ नै अहिले रोटरीले लागिराखेको छ र त्यही अन्तर्गत स्पेसल गरेर बच्चाहरूको विषयमा चाहिँ रोटिनहरू अत्यन्तै चिन्तित भएको कारणले गर्दाखेरि हामीले जुन थियो त्यहाँ चाहिँ बच्चाहरूले चाहिँ बत्ती नपाएर पढ्न नपाएको कुरा जुन हामीले सुन्यौँ त्यसले हामीले अत्यन्तै मर्माहत बनायो र हाम्रो पूर्व अध्यक्ष विज्ञानलाल श्रेष्ठज्यू संयोजक त हाम्रो त्यसमा चाहिँ सर्भिस प्रोजेक्टको रूपमा चाहिँ जो हुनुहुन्छ उहाँ संयोजक हुनुहुन्छ तर पनि हाम्रो पास्ट प्रेसिडेन्ट विज्ञानलाल श्रेष्ठज्यूले चाहिँ अत्यन्तै यसमा संयोजनकारी भूमिका त्यो ठाउँको पहिचान गर्नेदेखि लिएर सबै कुरा उहाँले गर्नुभएको छ म उहाँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र मलाई लाग्छ यो हाम्रो जुन सोलर लाइट वितरण हामीले जुन गर्नेछौँ त्यसबाट त्यहाँका बच्चाहरूले त्यहाँका अभिभावकले पक्कै पनि लाभान्वित हुनुहुनेछ भन्ने मैले आशा राखेको छु। सञ्जयजी जस्तो तपाईँहरूले त्यो ठाउँसम्म पुगेर कार्यक्रम जसरी गर्दै हुनुहुन्छ त्यहाँसम्म जानको लागि बाटो तय चाहिँ कसरी भएको थियो कसरी जानकारी पाउनु भयो कि त्यहाँसम्म त्यो स्यामराङमा 88 घर परिवार यसरी निरक्षर छन् बच्चाहरू र उज्यालोबाट वञ्चित छन् भन्ने कुरा चाहिँ जानकारी कसरी प्राप्त भयो तपाईँहरूलाई? पहिलो कुरा त मैले अघि जुन सहयोगी संस्थाहरू जुन हाम्रो जुन सोलर लाइटको सम्बन्धमा मैले त्यो जुन बताएँ त्यसमा चाहिँ यहाँ जोड्न पनि चाहन्छु यो पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्थाबाट पनि केही सहयोग हामीलाई प्राप्त भएको छ र जुन यो कार्यक्रममा उहाँ पुष्पाञ्जलीलाई पनि हामीले राखेका छौँ र अर्को कुरा जुन यो ठाउँको पहिचानको कुरा गर्नुपर्दाखेरि पत्रकारहरूको जुन संस्था एउटा चितवनमा रहेका पत्रकारहरूको संस्था छ एउटा हामीले नगरे कसले गर्ने भन्ने जुन संस्था छ उहाँहरूले चाहिँ जुन रिपोर्टिङ गर्ने क्रममा त्यो ठाउँको चाहिँ उहाँहरूले पहिचान गर्नुभएको रहेछ र हाम्रो कान्तिपुरका विमल खतिवडा भाइसँग कुराकानी हुँदाखेरि जुन उहाँले भन्नुभयो त्यहाँको विपन्नताको बारेमा त्यहाँको विकटताको बारेमा त्यसले हामीलाई अत्यन्तै मर्माहित बनाएर हामीले त्यो कार्यक्रम त्यो ठाउँमा स्यामराङमा गर्ने हामीले डिसिजन गऱ्यौँ। तपाईँहरूले योभन्दा अगाडि दाखानीको खेतबारीमा आरसिसी भ्लेजै बनाउनु भएको छ, त्यस्तै गरी गोइटारमा पनि बनिसकेको छ, त्यहाँ त प्रोजेक्ट पनि सम्पन्न भइसकेको छ। यस्तै विकटताको खोजी गर्दै फेरि स्यामराङ पुग्दै हुनुहुन्छ लोथरको। यसरी विकट ठाउँमा गएर रोटरी क्लब अफ नारायणगढले काम गर्छ, आफ्नो निस्वार्थ सेवाले काम गर्छ, तर स्थानीय निकाय जो छ उसको आँखा चाहिँ त्यति परेको पाइँदैन। तपाईँहरूले समन्वय चाहिँ कसरी गर्नुहुन्छ स्थानीय निकायसँग? यस्तो छ, अब स्थानीय निकाय भन्नाले नि के छ भने यो 3-4 वर्ष अगाडिसम्म रोटरीको चाहिँ एउटा सिद्धान्त के थियो भने काम गर्ने तर पब्लिसिटी नगर्ने भन्ने जुन सिद्धान्त थियो। तर अहिले चाहिँ अलिकति काम गरेपछि त्यो जस पनि लिनुपर्छ भन्ने जुन अहिले चाहिँ हाम्रो अलिकति रोटिनहरूमा त्यो कुरा त्यसले गर्दाखेरि समाजमा पनि रोटीलाई चिन्ने एउटा मौका हुन्छ, रोटीलाई चिनाउने मौका हुन्छ भन्ने हिसाबले अहिले चाहिँ पब्लिसिटीलाई पनि अलिकति काम पनि गर्ने र जस पनि लिने भन्ने हिसाबले यो स्थानीय निकाय भनौँ अथवा स्थानीय सङ्घ संस्थाहरू भनौँ सम्पूर्ण सम्बद्ध निकायहरूसँग पनि समन्वय गरेर जाने रोटरीको चाहिँ चाहना त्यही छ अहिले चाहिँ। हामी कार्यक्रमको अन्तिममा पनि छौँ सञ्जयजी। अन्तिममा अब रोटरी क्लब अफ नारायणगढ जसरी काम गरिराखेको छ भोलिका दिनमा पनि यसै गरी सफल रूपमा अगाडि बढ्नको लागि चाहिँ कस्तो खालको योजना बनाएर अगाडि बढ्दैछ? धन्यवाद। मैले अन्त्यमा जोड्न चाहेँ हामीले रोटरी क्लब अफ नारायणगढकै अगुवाईमा हामीले
निकट भविष्यमा यो चितवनमा एउटा डायलासिस सेन्टरको स्थापना गर्दैछौँ भने पुल्चोक नारायणगढमा हामीले रोटरीलाई एउटा चिनाउने हिसाबले रोटरी स्क्वायर चाहिँ एउटा ट्राफिक व्यवस्थापन सहज हुने हिसाबले हामीले त्यहाँ ट्राफिकलाई अलिकति सहजता हुने ट्राफिक आइल्यान्ड सहितको एउटा रोटरी स्क्वायर बनाउने हामीले डिसिजन गरेका छौँ र निकट भविष्यमै यो हामीले सम्पन्न गर्ने कुरा म यहाँ जोड्न चाहेँ। हाम्रो नारायणगढ रोटरीलाई वर्ष 16-17बाट अलिकति सानातिना कार्यक्रमहरूभन्दा पनि अलिकति सबैले नेपालभरिका जो निडी पिपुलहरू छन् उहाँहरूले सहयोग पाउने हिसाबको एउटा प्रोजेक्ट ठुला प्रोजेक्टहरू चाहिँ सञ्चालन गर्ने र चितवनमा रहेका 5वटै रोटरी क्लबहरूको चाहिँ संयुक्त परियोजनामा ठुला कार्यक्रमहरू जसले चाहिँ सम्पूर्ण जनताहरूलाई चाहिँ सुविधा हुने हिसाबले त्यस्तो कार्यक्रमहरू चाहिँ रोटरीले सञ्चालन गर्ने मैले जानकारी गराउन चाहन्छु। र अन्त्यमा सिनर्जी एफएम सुनेर बसिरहनु भएका श्रोताहरूलाई पनि रोटरीले गरेको मुभमेन्टमा यहाँहरूको चाहिँ सहभागिता जनाइदिनु होला। हुन्छ, तपाईँको महत्त्वपूर्ण समय र विचारका लागि पनि सिनर्जी एफएम परिवार हार्दिक आभार व्यक्त गर्दछौँ। धन्यवाद तपाईँलाई र सिनर्जी एफएम परिवारलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु। रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सञ्जय श्रेष्ठ कार्यक्रम रोटरी सन्देशमा कुराकानी गर्दै यो कुराकानीसँगै आजका लागि कार्यक्रमको समय सकिएको छ। तपाईँलाई कार्यक्रम रोटरी सन्देश कस्तो लाग्दैछ कृपया प्रतिक्रिया दिन भने नभुल्नुहोला। प्रतिक्रियाका लागि हाम्रो ठेगाना हो कार्यक्रम रोटरी सन्देश सिनर्जी एफएम 91.6 मेगाहर्ज, पोस्ट बक्स नम्बर 77 भरतपुर 10 चितवन। अवस्था आगामी 15 दिनपछि यस्तै गतिविधि र एकजना रोटरियनसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्राविधिक मित्र सुनिता र कार्यक्रमबाट सरिता पौडेल बिदा हुन्छौँ। नमस्कार।